राधा म यो गाउँमा रहन्जेल कसैले पनि नराम्रो काम गर्न पाउँदैन। यो गाउँको मान सम्मान इज्जत प्रतिष्ठा जाने काम कसैले गर्नु हुँदैन। त्यसैले हिजो के भएको नढाटी गर प्रश्नसँग खुला। आजसम्म मैले सहेर बसेकी छु। म माथि जति अन्याय भए पनि चुपचाप बसे। तर आज यस्तो परिस्थिति आयो कि म मुख खोल्न बाध्य भएँ। मुख्य हजुर, एउटी विधवालाई यो समाजमा स्वतन्त्र भएर बाँच्ने अधिकार छैन। मुख्य हजुर, तिम्रो मनको पीडा पोख्ने होइन, समस्या के हो खुलस्त बताऊ। हिजो राति म एक्लै भएको मौका छोपेर यो हरिजडियाले मेरो इज्जत लुट्ने कोसिस गर्यो। ए हरि, यो कान्छी माया के भन्दैछ? सत्य कुरा के हो भन्? होइन कान्छी माया, यति ठुलो आरोप म माथि लाउनु मिल्छ? मैले रक्सी खाएँ भन्दैमा जे पाए त्यही भन्न मिल्छ? यो हरि र कान्छीको बारेमा तिमीले केही देखेको सुनेको छौ? मुखिया हजुर, कान्छी मायाले त अहिलेसम्म झुटो बोलेको मलाई थाहा छैन। तर यो जडियाको चाहिँ भर छैन है। हो, म जाँड खान्छु, तर जाँड खाएँ भन्दैमा जे पाए त्यही त गरेर हिँड्दिनँ नि। मलाई पानी प्यास लागेर दिउँसै त पानी माग्न जान्ने सग्रिया छैन भने म राति कसरी गएँ? यदि कसैले 50 रुपैयाँ आफ्नो आँखाले देखा भए भने क्या अरे? अरू कसैले देखाएको छ? मैले त देखाएको छैन। अब यो सबै भन्न सक्ने मुखिया हजुर हो।
हजुरले नि छुट्याइदिन पर्यो। ठिक छ, मलाई एकछिन सोच्ने समय दिऊ। यस्तो गम्भीर विषयमा हतारमा निर्णय गर्नु हुँदैन। यहाँ कसैको जिन्दगी तहस नहस हुने सवाल छ। म एकछिन सोचेर विचार गरेर अनि निर्णय गर्छु। यदि हजुरहरूलाई मेरो विश्वास लाग्दैन भने मेरो घरको ढोका अगाडि अझै पनि रक्सीको बोतल छ, गएर हेर्न सक्नुहुन्छ। Angie, Rohan! Angie, Rohan! Rohan, listen to Rohan! Rohan, listen. लौदा नि जडिया हरिको आएको रहेछ। एक्लो महिलालाई बाँच्न पनि गाह्रो हुने भयो। आज मेरो यो जडिया हरिले इज्जत लुट्न खोज्यो। मैले धेरै विचार गरेँ। सत्य के हो भगवानलाई थाहा होला। अब तिमीहरू दुईटा मध्ये दोषी को त्यो पत्ता लगाउनलाई तिनै भगवानलाई साक्षी राखेर दुधको दुध पानीको पानी उकाल्न लाउँछु तिमीहरूलाई। मुखिया हजुर, म जहाँ गएर जस्तो पनि प्रमाण देखाउन तयार छु। दोषी हरियो, मलाई न्याय चाहियो मुखिया हजुर, अनि यो जडियालाई सजाय। उसो भए तिमीहरू कसम खान तयार छौ? म यो भागवत गीताको कसम खाएर भन्छु, मध्यरातमा मेरो इज्जत लुट्न खोज्ने हरि नै हो। कान्छीले हिजो राति त उसको घरमा उसको इज्जत लुट्न गएको हो भनेर भागवत गीता छोएर कसम खाइसके। अब त पनि आफ्नो गल्ती स्वीकार गर। मुखिया हजुर, बिना गल्ती नै यत्रो गाउँ समाजको अगाडि प्रमाणित भइसक्यो त। अब दोषी म आफै हो भनेर कसम खा। सबैलाई बिन्ती गर्छु, मेरो बा हिजो रातिसम्म मसँग घरमै हुनुहुन्छ। बा बाहिर कहीँ पनि जानुभएको छैन। बा तपाईँ पनि झुटो कसम नखानु न।
बाख्री त यति ठुली भइसकिस्, आफ्नो बाउको यत्रो ठुलो गल्ती ढाकछोप गर्ने भइसकिस्। यहाँ गाउँको यति ठुलो मुखिया बोलिरहेको बेलामा बीचमा बोल्ने होइन। ए हरि, कसम खा। एकछिन बुवा हजुर, यहाँ मलाई कहीँ कतै गलत भयो जस्तो लाग्दैछ। यसमा कसम खाने या नखाने हरिदाईको कुरा हो। बुवा हजुर, हरिदाई यदि तपाईँ दोषी होइन भने गीतामा हात राखेर साँच्चै कसम खानुस्। नडराउनुस् दाई, साँचो कसम खानुस्। सान राजा, त आज यति ठुलो भइस्, बाउको विरुद्धमा बोल्ने भइस्। तँलाई मैले दिएको संस्कार यही हो? कुरा संस्कारको होइन बुवा हजुर, कुरा न्यायको हो। टाउको टिकाएको तिमीले हो। यो मेरो रगत भए पनि यसमा मेरो गुण छैन। तिमीहरू मेरो घरको झगडा हेरेर बस्ने हो? तिमीहरूको विषयमा पछि छलफल हुन्छ। जा बन्द गर। निकै बा, सबैजना किन झगडा गरेका? बा, सबैले किन हजुरलाई गाली गरेका? भयभरको सबै दुःख पीडा किन हामी माथि खनिन्छ बा? यदि तपाईँ रक्सी खाना छोड्ने हो भने हामीलाई कसैले पनि हेप्न सक्दैन। आज सत्यदेखि तपाईँको छोरी हुँदा हुँदै पनि मैले केही गर्न सकिनँ बा। सबैले आरोप तपाईँलाई नै लगाए। म केही बोल्न सक्ने अवस्थामा छैन छोरी। आमालाई घुमाउनु पर्यो। घर परिवार बिग्रेर आज यो अवस्थामा छ। यो सबै हुनुको कारण रक्सी हो। रक्सी नखानु न। राधा अहिले आएर मैले यस्तो अवस्था भोग्नु पर्यो बहिनी। नारीको पीडा नारीले बुझ्छन् भन्छन्। तिमी पनि नारी, म पनि नारी। अब तिमी आफै भन न बहिनी, म यो समाजमा कसरी बाँचौँ? खै दिदी के भन्नु,
यहाँ आफ्नो अधिकारको लागि ठुलाबडाकै विचार सुन्नुपर्ने रहेछ। परिवर्तन भयो, आजभोलि त न्याय पाइन्छ भन्छन्, तर हाम्रो गाउँमा न्याय आउन सकेको छैन दिदी। माइतीतिर जाउँ, माइतीमै दाग लाग्ला भन्ने पिर। तर म हिम्मत हार्दिनँ बहिनी, एक्लै सङ्घर्ष गरेर देखाउनेछु, ताकि म जस्ता एकल महिलाले दुःख नपाउन्। मैले न्याय पाउनै पर्छ। ठुलो खानदान, मुखियाको घर, अन्नपातले सम्पूर्ण भरिपूर्ण छ। यस घरमा मेरो छोरीले पाइला राख्यो भने सुख पाउँछ भनेर बुवा आमाले बिहे गरिदिनु भयो। मैले सुख पाउने मेरो बुवा आमाको चाहना यस घरमा बिहे गरेदेखि चकनाचुर भयो। यो आइमाईले 4 थोपा आँसु बगाउन खुब जानेकी छ होइन? धेरै रोएको नाटक नगर। दुनियाँलाई पीडा देखाउनु परेको छैन। लोग्नीले जुन बाटोमा हिँडाउँछ त्यही बाटोमा हिँड्ने गर। पनि कहाँ सजिलो छ र? यदि म मरिहालेँ भने एकल विधवा नारी बाँच्न सक्दैनन् भनेर शत्रुहरूले फाइदा उठाउनेछन्। अब म मर्दिनँ। जस्तो सुकै परिस्थिति आए पनि सामना गर्नेछु। दरअसल मुखिया हजुर, बस सुन भङ्गेरी, मेरो छोरो म जस्तो छैन। ठिकै छ, त्यो म जस्तो भए पनि नभए पनि तैँले चाहिँ मेरो कुरा राम्रोसँग बुझ्छस्। अब भन्, मेरो फाइदाको लागि काम गर्न तयार छस्? गर्छु हजुर। हेर भङ्गेरी, भोलि गएर काम बिगारिस् र मलाई दोषी देखाउने प्रयास गरिस् भने तेरो यो ज्यान नरहन पनि सक्छ। अब भन् केटा, के त मेरो लागि आफ्नो ज्यान दाउमा लाउन सक्छस्? ज्यान दाउमा? के भन्छ हजुर? हजुरको बारेमा नराम्रो सोच्छु होला म? कुरो बुझिस् होइन केटा? मुखिया हजुर, हजुरलाई माने मैले। ठिक छ, अहिले जाँदा अहिले मलाई लाग्छ हजुर। ओ अली, यहाँ
आजभोलितिर निकै हरिसँग भेटघाट हुन्छ क्या? दादा हजुर सुख दुःखको साथी नै उयो भेटघाट त हुनै पर्यो। अनि त सत्य कुरामा विश्वास गर्छ गर्दैनस्? गर्छु नि दादा हजुर। त्यसो भए ध्यान दिएर सुन, हरिको र कान्छीको बिचमा के हरि दोषी जस्तो लाग्छ तँलाई? खै हजुर मलाई त्यस्तो हरि नै दोषी जस्तो त लाग्दैन। ल ठिक छ, हरि साँचो छ भने हरिको लागि हामीले एउटा काम गर्नुपर्छ। आज बेलुका नै हरिलाई कान्छीकोमा माफी माग्न पठाउनुपर्छ। हुन्छ नि दादा हजुर, हामीले कान्छीकोमा पठाएर हुन्छ भने पठाउँला। ल कुरा यही हो, अहिले म लाग्छ है त। हुन्छ दादा हजुर। मैले गल्ती बोलेँ भने म माफ माग्न चाहन्छु, तर सत्य यो हो कि मेरो बाले कहिले पनि नराम्रो काम गर्न सक्नुहुन्न। सन्तानको लागि आफ्नो जन्म दिने बाबुआमा जहिले पनि ठिक लाग्छ नानी। तिमी पनि एउटी नारी हो। म माथि जे घटना घटिरहेको छ, मैले जे बेहोरिरहेको छु, त्यसको अगाडि तिम्रो बिन्तीको कुनै अर्थ छैन नानी। दिदी मैले मेरो आँखाले साँचो देखेकी छु। अनि दिदी हिजो तपाईँको घरमा अरू कोही मान्छे आयो होला। मेरो बा हिजो मसँग घरमै हुनुहुन्थ्यो। मैले पनि आफ्नै आँखाले देखेकी हुँ बहिनी। सत्य के हो समयले आफै बताउनेछ। मलाई तिमीसँग मुख लाग्नु छैन। कान्छी दिदी मेरो कुरा त सुनिदिनुहोस्, कसैले त मलाई बुझिदिनुहोस्। मैले यो गाउँमा सबैको कुरा सुन्दै आएको यत्तिका वर्ष भइसक्यो। मैले सबैको कुरा सुन्न पर्ने, अनि मेरो कुरा चाहिँ कसैले सुन्न हुँदैन र? मसँग बहस गर्नको लागि तिम्रो उमेर पुग्दैन नानी। आफ्नो बाको ढाकछोप गर्नको लागि याभन्दा बढी कुरा नगरेकै राम्रो। दिदी, कान्छी दिदी, मेरो घरसम्म आइपुग्नु भयो है। मैले हजुरलाई केही दिन नसके पनि हजुरको लागि चिया बना। होइन ल कान्छोमा बस। कान्छी माया, आज म तिमीसँग माफी माग्न आएको। तिम्रो चितकारलाई आज कसैले पनि न्याय दिन सकेनन्। बुवा हजुरबाट केही गल्ती भएको भए म माफी माग्न चाहन्छु। मेरो अगाडि यति धेरै माफी मागेर मलाई लज्जास्पद नबनाउनुस् न है राजा हजुर। मेरो बुझाइमा त हरिदाई पनि गलत छैनन् जस्तो लाग्छ। हिजो राति के तिमीले साँच्चीकै हरिदाईको अनुहारै देखेको हो त? अनुहार त मैले देखेकी होइन, तर मलाई प्रष्टसँग थाहा छ राजा हजुर। नपत्याए ऊ त्यहाँ हेर्नुहोस् त, रक्सीको बोतल। हरिदाईले त्यही छोडेर जानुभएछ। जाने बेलामा लरबराउँदै जानुभएको थियो।
पक्का हरिदाई नै हो। सत्यको सधैँ जित हुन्छ कान्छी माया, तिमी चिन्ता नगर। मेरो विचारमा फेरि पनि त्यो मान्छे तिम्रो घरमा आउन सक्छ, तिमी चाहिँ सचेत भएर बस। सानो राजा, म त घरमा एक्लै छु। अब त घरमा बस्न पनि डर लाग्न थाल्यो। चिन्ता नगर कान्छी माया, तिम्रो अगाडि पुरै गाउँ समाज छ। तिम्रो न्यायको लागि म जे गर्न पनि तयार छु। तिमीलाई समस्या पर्दा तिम्रो अगाडि जतिखेर पनि म हुनेछु। कान्छी माया, पिर नगर। अहिले म जान्छु। राधिका, राधिका। हजुर दिदी, आगो नै बलिरहेन। खोइ यता ल्याऊ, म गरिहाल्छु नि, तिमीले पो गरिरहेको। अनि खोइ त बा आउनु भएको छैन? हाम्रो बा कहिले चाहिँ समयमा घर आउनु भएको छ र दिदी? त्यही त नानी। दिदी एउटा कुरा भनिदिनु न मलाई। भन न के कुरा हो? हाम्रो बाले सधैँ किन रक्सी खानुहुन्छ होला है? हाम्रो बाले सबैले हेला गर्छन्, हेप्छन्, किन होला है दिदी? हाम्रो बा पनि अरूको बा जस्तै भएको भए हामीलाई यति दुःख हुँदैन थियो होला नि है दिदी? नानी, हामीले त बालाई राम्रो सोच्नुपर्छ नि। हस् दिदी। मैले सुने कि यो दुःख सुख भन्ने कुरा पहिले भाग्यमा लेखेर आएको हुँदो रहेछ बहिनी। हामीले अहिले यो भोगिरहेको पीडालाई देख्नेले त कठै बिचरा भन्छन्, तर यो दुःख कष्ट भोग्ने त हामीले नै हो नि। दिदी, मेरो साथीहरू सबैको आमा हुनुहुन्छ। मेरो साथीहरूलाई आमाले कति धेरै माया गर्नुहुन्छ, तर हाम्रो आमा किन हुनुहुन्न? बिनाको तुरो सन्तान हो बहिनी। हामीले अब हाम्रो जिन्दगीमा न त आमाको अनुहार देख्न पाउँछौँ, न त आमाको माया नै पाउँछौँ। एक दिन त आउला उज्यालो हाम्रो लागि आमाको माया पहिले भाबीले खोसेर लैसक्यो बहिनी।
आमाको माया पाउनु मन छ दिदी। अब मलाई नै आमा सम्झ्यो है बहिनी। हस् दिदी।